Hello everyone, how are you all? Welcome to our YouTube channel Competition. आज भिडियोमा हामी ग्रेड 12 को मैथमेटिक्स को रिसेन्टली भएको एक्जाम एनईबी 2082 को मैथ को केही क्वेशनहरु सल्भ गर्नेछौं। यो सेट आर को क्वेशन हो। आज भिडियोमा हामी ग्रुप ए को एमसीक्यू टाइपको क्वेशनहरुको सोल्युसन गर्नेछौं। धेरै जनाले आज भिडियो सुरु गरौं। ग्रुप ए मा 11 वटा क्वेशन हुन्छ टोटल। क्वेशन नम्बर 1, which of the relation between permutation and combination of n things taken r things at a time? हजुर कुन चाहिँ रिलेसन ठीक छ भनेछ। ए मा हाम्रो दिएको छ c n r = r factorial into p n r। त्यसपछि बी मा दिएको छ c n r into r factorial = p n r। त्यसपछि सी मा दिएको छ c n r into r = p n r। त्यसपछि डी मा दिएको छ c n r = p n r into r। यो चारवटा अप्सन कुन चाहिँ रिलेसन ठीक छ भनेछ। हुन्छ हाम्रो अप्सन बी ठीक छ। यसमा c n r into r factorial = p n r कसरी भयो अनि यसको सोल्युसन हेर्न सक्छौं। c n r को फर्मुला के छ भने n factorial by n minus r factorial into r factorial। त्यसैगरी n factorial by n minus r factorial यति भनेको n factorial by n minus r factorial यति भनेको चाहिँ के हो p n r हो by r factorial। अब क्रस मल्टिप्लाई गर्यो भने c n r into r factorial = p n r। त्यो भनेको कुन अप्सनमा छ? अप्सन बी मा छ। त्यसैले यसको आन्सर भनेको अप्सन बी को आन्सर हो। के भनेको c n r into r factorial भनेको p n r हुन्छ भनेर पत्ता लगाउन सकियो। ल त्यसैगरी नेक्स्ट क्वेशन नम्बर 2 तिर जाउँ। If the system of the equation p1x plus q1y equal to r1 and p2x plus q2y equal to r2, what is the value of y? y को भ्यालु कति हुन्छ भन्ने सोधेको छ। ल हेर्नुस् त यो क्वेशनमा क्वेशन नम्बर 2 हाम्रो इक्वेसन दिएको छ p1x plus q1y equal to r1 दिएको छ एउटा इक्वेसन। अर्को छ p2x plus q2y equal to r2। अब यसको कोएफिसिएन्टहरु लेख्नु त। कोएफिसिएन्ट अफ x कति छ p1 र p2, कोएफिसिएन्ट अफ y भनेको q1 र q2 र कांस्टेन्ट छ भनेको r1 / r2। अब हामीलाई यहाँ चाहिँ d1 निकाल्नु पर्यो भने d1 अथवा dy जे भन्यो भने पहिला सुरुमा d नै निकाल्नु। d भने के हुन्छ यो दुईटालाई लिनु पर्यो। अनि p1 p2 q1 q2। त्यसैगरी d1 dy अथवा हाम्रो y को भ्यालु छ त्यसै dy अथवा d2 भनौं। dy नै भन्यौं। त्यो भने के हुन्छ यो p1 र p2 को p1 र p2 भइहाल्यो। अनि y को ठाउँमा के छ r1 र r2 भनेपछि p1 p2 r1 r2 भनेपछि यसको हाम्रो अप्सन कुन छ p1 p2। अब हाम्रो y निकाल्नु पर्यो भने के हुन्छ dy/d हुन्छ। भनेको त्यो भनेको p1 p2 r1 r2 by p1 p2 q1 q2। त्यो भनेको अप्सन ए मा छ। त्यसैले हाम्रो आन्सर भनेको अप्सन ए भयो। यसैले हामी यो क्वेशन सल्भ गर्न सक्छौं। नेक्स्ट क्वेशन अप्सन क्वेशन नम्बर 3, which of the following is the value of sec b/2? sec b/2 को भ्यालु कुन हो सोधेको छ। ल भनेपछि हाम्रो cos b/2 भनेपछि cos b/2 भनेको के हो रुट s - b/ca हो भने sec b/2 भने ठ्याक्कै यसको रेसिप्रोकल हुन्छ भने ठ्याक्कै उल्टो हुन्छ। अनि ca/s - b त्यो भनेको अप्सन नम्बर डी मा छ। रुट अन्डर ca/s - b छ यसको आन्सर। ल यसको भने c को sec s - b। ल भनेपछि यसको आन्सर हाम्रो के आयो अप्सन नम्बर डी। ल त्यसैले अब हाम्रो नेक्स्ट क्वेशन नम्बर 4, in which condition the line y equal mx plus c will be tangent to the circle x square plus y square equal to a square। हाम्रो इक्वेसन अफ सर्कल दिएको छ x square plus y square। एउटा इक्वेसन अफ लाइन दिएको छ y equal mx कतिखेर ट्यान्जेन्ट हुन्छ भने हाम्रो c को भ्यालु कति हुन्छ सोधेको छ भने हाम्रो c को भ्यालु भनेको के हुन्छ प्लस माइनस a रुट अन्डर 1 प्लस mx हो भने अप्सन नम्बर सी मा हुन्छ। र त्यसैले हाम्रो y equal mx plus c हुन्छ। mx plus c भने के हुन्छ प्लस माइनस a रुट अन्डर 1 प्लस m स्क्वायर हुन्छ। त्यसैले क्वेशन नम्बर 5, what is a cross b if a equal to 0 0 1 and b equal to 0 1 0। ल हाम्रो a cross b को भ्यालु कति हुन्छ सोधेको छ। अनि चाहिँ हाम्रो यसलाई हामीले a cross b निकाल्नु पर्यो। त्यसको लागि पहिले i j के लेख्छौं भने यो सुरुको i हुन्छ पछाडी j त्यसपछि के हुन्छ भने यसको भ्यालु लेखौं। i को के छ 0 त्यसपछि j को 0
k को 1 त्यसको यतापट्टिको 0 1 0 अब हाम्रो यसको डिटरमिनेन्ट निकाल्छौँ I निकाल्दाखेरि यो र यो हटिन्छ भने 0 1 1 0 हुन्छ त्यसपछि बिचको माइनस j हुन्छ त्यसमा यो र यो हटिन्छ के मागिन्छ 0 0 1 0 त्यसपछि k बाट यो र यो हटिन्छ अनि के मागिन्छ 0 0 0 1 अब यसको हाम्रो डिटरमिनेन्ट I को I ने भ्यालु 0 0 0 माइनस 1 into 1 अब यहाँ 0 into 0 0 भयो 0 0 मै नलेखेको हुन्छ यो पनि 0 into 1 0 यो पनि नलेखेको हुन्छ भने I को मात्रै हुने भयो अनि 0 minus 1 minus 1 minus 1 into I भनेको minus I त्यो भने के हुन्छ minus 1 0 0 यो भने कुन हो अप्सन नम्बर ए मा छ ल यसलाई हामी गर्छौं ल नेक्स्ट क्वेशन नम्बर 6 if probability of A equal to 1 by 3 and probability of B equal to 3 and probability of A less than B equal to 1 by 5 which of the following is probability of B by A probability of B by A भने कुन हो भन्ने सोधेको छ ल हेरौँ त हाम्रो फर्मुला छ probability of B by A भनेको के हुन्छ probability of A less than B by probability of A probability of A less than B भनेको 1 by 5 छ probability of A भनेको 1 by 3 छ यसलाई सल्भ गर्यो भने रेसिप्रोकल गरेर यो 3 मा जान्छ 1 into 3 by 5 into 1 by 5 भने 3 by 5 भने अप्सन नम्बर ए मा छ हाम्रो यसको आन्सर ल यसलाई हामी क्वेशन नम्बर 6 पनि गर्यौ The next question number 7. Which one of the following is the slope of the normal to the curve y equal to 3x square minus x at minus 1, 1? हाम्रो इक्वेसन एउटा कर्व दिएछ y equal to 3x square minus x त्यो पनि minus 1, 1 मा यसको स्लोप अफ नर्मल कति हुन्छ पत्ता लगाउनु भन्छ भने हाम्रो यो दिएको कर्व जुन छ दिएको कर्व जुन छ त्यसको हामीले के निकाल्छौं डेरिभेटिभ निकाल्छौं भने dy by dx त्यो भनेको 3 to the 6 भने डेरिभेटिभ अफ 3x square minus x by dx हुन्छ यसलाई छुटाउनु पर्यो डेरिभेटिभ अफ 3x square by dx minus डेरिभेटिभ अफ x upon x यहाँ 3 को 3 नै भयो x square को डेरिभेटिभ 2x हुन्छ यो कन्स्टेन्ट यो माइनस यसको 1 हुन्छ 3 to the 6 x minus 1 भने डेरिभेटिभ कति हुन्छ 6x minus 1 हुन्छ हाम्रो पोइन्ट दिएको छ -1 को 1 म्हणजे x ठाउँमा -1 राख्छौं त्यो भने के हुन्छ 6 into -1 म्हणजे dy by dx भनेको कति हुन्छ -7 हुन्छ अब यो हाम्रो स्लोप आयो अब इक्वेसन अफ टेन्जेन्ट र इक्वेसन अफ नर्मलको स्लोपलाई मल्टिप्लाई गर्ने कति हुन्छ -1 भनेको मतलब m1 into m2 भनेको कति हुन्छ -1 अब m1 भनेको टेन्जेन्टको स्लोप त्यो भनेको -7 आयो -7 into m2 equal to -1 अब यहाँबाट माइनस र माइनस काटिन्छ अनि m2 equal to कति हुन्छ 1/7 हुन्छ हाम्रो m2 को भ्यालु कति आउँदो रहेछ 1/7 त्यही भनेको इक्वेसन अफ नर्मल भनेको कति हुन्छ 1/7 हुन्छ जुन हाम्रो कुनमा छ अप्सन नम्बर सी मा छ यसलाई हामी क्वेशन गर्छौं र नेक्स्ट क्वेशन नम्बर 8 What is the integration of dx by 9x square plus 1 ल यसको इन्टिग्रेसन कति हुन्छ फाइन्ड गर्नु भनेको छ ल हेरौँ कसरी फाइन्ड गर्छौं ल integration of dx by 9x square plus 1 integration of dx by यहाँबाट 9 कमन लिन्छौं 9 कमन लिनु के बाँकी हुन्छ x square plus यहाँ के हुन्छ 1/9 अब यहाँबाट यो 9 तल छ यसलाई बाहिर निकाल्छौं 1/9 integration of dx by x square plus 1/9 त्यसपछि 1/9 integration of dx by यसलाई हामी x को होल स्क्वायर लेख्छौं 1/9 लाई 1/3 को होल स्क्वायर लेख्छौं अब हाम्रो फर्मुला के छ भने integration of dx by x square plus a square छ भने के लेख्नु मिल्छ 1/a tan inverse x by a plus c लेख्नु मिल्छ अब यहाँ x जस्तो x स्क्वायर भ्यालु a जस्तो के छ 1/3 म्हणजे 1/9 दिसन्दै छ 1/a भनेको छ 1/3 tan inverse x by a भनेको छ 1/3 plus c 1/9 into यसलाई रेसिप्रोकल यो 3 मा जान्छ भने 3 भयो tan inverse यो 3 पनि मा जान्छ x into 3 भनेको 3x हुन्छ plus c अब यसलाई सल्भ गरौँ 3 1 3 3 3 जा 9 म्हणजे 1/3 tan inverse 3x plus c म्हणजे यसको हाम्रो अप्सन नम्बर कुनमा छ अप्सन नम्बर ए मा छ त्यसैले हाम्रो आन्सर हुन्छ 1/3 tan inverse 3x plus c यसैले हामी यो क्वेशन सल्भ गर्छौं नेक्स्ट क्वेशन नम्बर 9 क्वेशन नम्बर 9 मा छ व्हिच अफ द फलोइङ इज अ होमोजेनियस डिफरेंशियल इक्वेशन कुन चाहिँ होमोजेनियस डिफरेंशियल इक्वेशन हो भने जुनमा दुईटै पार्टमा माथिको पनि तलको पनि x स्क्वायर आउँछ त्यसले डिफरेंशियल इक्वेशन हुन्छ अब त्यो चाहिँ जहिले पनि के को फर्ममा आउनुपर्छ y by x को फर्ममा आउनुपर्छ जहिले पनि y by x को फर्ममा आउनुपर्छ त्यो डिफरेंशियल इक्वेशन हुन्छ अनि त्यसलाई हामीले x स्क्वायर डिभाइड गर्ने यो त मिल्छ तलको x by x स्क्वायर हुन्छ जस्तै हेर्नु त अप्सन नम्बर 1 को x स्क्वायर plus y स्क्वायर by x plus y अब x स्क्वायर ले डिभाइड गर्ने यहाँ त x स्क्वायर by x स्क्वायर हाम्रो y स्क्वायर by x स्क्वायर हुन्छ by x by x स्क्वायर plus y by x स्क्वायर अब यहाँ त 1 by x आउँछ यो त मिलेन त्यसैले अप्सन नम्बर बी मा पनि मिल्दैन यहाँ पनि 1 by x आउँछ त्यो पनि मिल्दैन अप्सन नम्बर सी मा
एक्स स्क्वायरले डिभाइड गर्यो भने अब यसलाई छुटाउनु भयो एक्स स्क्वायर प्लस वाइ स्क्वायर भयो एक्स स्क्वायर माइनस वाइ स्क्वायर भयो एक्स स्क्वायर यसलाई छुटाउनु भयो एक्स स्क्वायर भयो एक्स स्क्वायर प्लस वाइ स्क्वायर भयो एक्स स्क्वायर बाई एक्स स्क्वायर भयो एक्स स्क्वायर माइनस वाइ स्क्वायर भयो एक्स स्क्वायर यो र यो क्यान्सल भने 1 भयो प्लस यो भनेको 1 y बाई x को होल स्क्वायर बाई यो र यो पनि काट्यो भने यहाँ पनि 1 माइनस y बाई x होल स्क्वायर यो के को फर्ममा आयो y बाई x को फर्ममा आयो त्यसैले यो हाम्रो अप्सन नम्बर यो y बाई x अन्त यो के भयो होमोजिनियस इक्वेसन भयो डिफरेन्शियल इक्वेसनको फर्ममा आयो अनि यो कुन अप्सन हुन्छ अप्सन नम्बर सी मा हाम्रो यसको आन्सर छ यसैले हामी यो क्वेशन सल्भ गर्छौं र नेक्स्ट क्वेशन नम्बर Question number 10. Which is the integral factor of the differential equation cos square dy by dx equal to 1 minus y? यसको इंटीग्रेटिंग फैक्टर कुन हो भनेर सोधेछ। अब यसको इंटीग्रेटिंग फैक्टर निकाल्नको लागि जहिले पनि यो क्वेशन चाहिँ के को फर्ममा हुनुपर्छ भनेपछि dy by dx plus py equal to q यो फर्ममा आइसकेपछि हामीले p को भ्यालु निकाल्छौं। त्यसपछि इंटीग्रेटिंग फैक्टर निकाल्नको लागि के गर्नुपर्छ इंटीग्रेसन अफ p dx हो यसको भ्यालु निकाल्छौं। त्यसपछि यसलाई सल्भ गर्छौं त्यही नै के हुन्छ यसको इंटीग्रेटिंग फैक्टर हुन्छ। ल अब यो क्वेशन जुन दिएको छ cos स्क्वायर dy by dx equal to 1 minus y cos स्क्वायर dy by dx यो माइनस y ले यता ल्याऊ भनेपछि प्लस y हुन्छ इक्वल टु 1 अब दुवै साइडमा cos स्क्वायर ले डिवाइड गर्छु किन cos स्क्वायर डिवाइड गरेको भनेपछि हाम्रो यहाँ dy by dx मात्रै चाहिएको cos स्क्वायर चाहिएको हैन त्यसको cos स्क्वायर हटाउनलाई के गर्छौ डिवाइडिङ गर्छौ दुवै साइडमा डिवाइड गर्छौ अब cos स्क्वायर डिवाइड गर्दा यो cos स्क्वायर हटिन्छ के बाँकी हुन्छ dy by dx मात्रै बाँकी हुन्छ प्लस यहाँ चाहिँ के हुन्छ cos स्क्वायर तल हुन्छ 1 by cos स्क्वायर x त्यो भनेको sec स्क्वायर x भयो इन्टु y इक्वल टु 1 by cos स्क्वायर x भनेको के हुन्छ sec स्क्वायर x भने यो के को फर्ममा आयो dy by dx प्लस py इक्वल टु q को फर्ममा आयो भने यसलाई कम्पेयर गर्दाखेरि हाम्रो p को भ्यालु कति हुन्छ sec स्क्वायर x हुन्छ। अब हाम्रो इंटीग्रेटिंग फैक्टर भनेको अघि भर्खर भने e इंटीग्रेसन अफ p dx e इंटीग्रेसन p भनेको के हुन्छ sec स्क्वायर x dx भने यसको इंटीग्रेसन कति हुन्छ tan x हुन्छ। हाम्रो इंटीग्रेटिंग फैक्टर भनेको e टु द पावर tan x हुन्छ जुन अप्सन नम्बर बी मा छ भने हाम्रो आन्सर हुन्छ e टु द पावर tan x। यसलाई हामी यो क्वेशन पनि सल्भ गर्न सक्छौं। अब नेक्स्ट क्वेशन नम्बर 11 क्वेशन नम्बर 11 मा दुईटा क्वेशन छ Two simultaneous equations are given as 3x plus 4y equal to 13 and x minus 2y equal to 1. What is the equation after eliminating x? म्हणजे x को भ्यालु हटाइसकेपछि यसको भ्यालु कति हुन्छ भने चाहिँ y को भ्यालु निकाल्नु भनेको खास गरी ल हेर्नु त कसरी सल्भ गर्छौ ल 3x plus 4y equal to 13 x minus 2y equal to 1 यो दुईटा इक्वेसन भयो यसमा हामीलाई के भनिन्छ x हटाउनु भनेपछि x यो दुईटा x लाई हटाउनु भयो। अब x कसरी हट्छ भने यहाँ 3x छ भने यहाँ चाहिँ x मात्रै छ अनि यदि यो इक्वेसनलाई 3 ले मल्टिप्लाई गरे यहाँ पनि 3x हुन्छ यो 3x र 3x हुन्छ त्यसले 3x हटिन्छ कसरी हटिन्छ सबट्र्याक्ट गरेपछि हटिन्छ त्यही गरेको मल्टिप्लाइङ इक्वेसन सेकेन्ड बाइ 3 एन्ड सबट्र्याक्टिङ इक्वेसन सेकेन्ड फ्रम फर्स्ट भनेपछि इक्वेसन सेकेन्डलाई थर्डले 3 ले मल्टिप्लाई गर्ने यसलाई 3 ले मल्टिप्लाई गर्नु पर्यो सबैलाई अनि त्यसपछि यो दुईटालाई के गर्नु पर्यो सबट्र्याक्ट गर्नु पर्यो। ल एन्ड फर्स्टको इक्वेसन त सेम भइहाल्यो 3x + 4y = 13 अब यसलाई 3 ले मल्टिप्लाई गरौँ 3 * x 3x minus 2y into 3 6y equal to 1 into 3 भनेको 3 अब यसलाई सल्भ गरौँ सबट्र्याक्ट गरौँ सबट्र्याक्ट गर्दा साइन चेन्ज हुन्छ यहाँ प्लस थियो भने माइनस हुन्छ यहाँ माइनस थियो भने प्लस हुन्छ यहाँ प्लस थियो भने माइनस हुन्छ। अब यो 3x र 3x के हुन्छ काटिन्छ 4y यो 6y 4y + 6y भनेको कति हुन्छ 10y equal to 13 - 3 भनेको 10 भनेपछि 10y equal to 10 भनेको जुन हाम्रो अप्सन नम्बर ए मा छ। यदि हाम्रो y को भ्यालु सोधेको भए y equal to 10/10 त्यो भनेको 1 हुन्थ्यो तर हाम्रो y को भ्यालु सोधेको हैन इक्वेसन सोधेको इक्वेसन भनेको कुन छ यहाँ चाहिँ 10y equal to 10 यसैले हामी यो क्वेशन सल्भ गर्छौं। ल अब लास्ट एउटा क्वेशन छ यसको नेक्स्ट पार्ट 11 नम्बरमा दुईटा क्वेशन थियो और मा गरेर कुनै एउटा क्वेशन सल्भ गर्ने थियो त्यसैले हाम्रो यहाँ और मा अर्को क्वेशन छ एउटा चाहिँ What is the maximum height attained by a particle in a projectile motion if initial velocity and angle of inclination are 40 meters per second and 30 degree? हाम्रो मेकानिक्सको क्वेशन हो प्रोजेक्टाइलबाट सोधेको यो डायनामिक्सको क्वेशन हो। ल हाम्रो यहाँ सोधेको छ हाम्रो म्याक्सिमम हाइट कति हुन्छ भनेर सोधेको छ। हाम्रो फर्मुला हाम्रो यहाँ गिवन के छ इनिशियल भेलोसिटी भनेको 40 मिटर पर सेकेन्ड भने u = 40 मिटर पर सेकेन्ड। अब एंगल दिएको छ 30 डिग्री अब कुनै अल्फा लेखेको हुन्छ कुनै थीटा लेखेको छ त्यो सपोज गरेको मैले यहाँ थीटा सपोज गरे। ल अब यसपछि हाम्रो फर्मुला चाहिँ म्याक्सिमम हाइटको फर्मुला के हुन्छ u² sin को थीटा / 2g। अब भ्यालु राखौं u भनेको 40 को स्क्वायर sin को थीटा भनेको छ 30 डिग्री अपन 2 * g भनेको छ 10 मिटर पर सेकेन्ड स्क्वायर दिएको छ क्वेशनमा। अब यसलाई सल्भ गरौँ 40 को स्क्वायर 600
sin 30 को भ्यालु 1/2 हुन्छ 1/2 को स्क्वायर भनेको 1/4 हुन्छ 2 into 10 भनेको 20 यसलाई सल्भ गरौँ 4 1 जा 4 4 400 जा 400 into 1 भनेको 400 भयो by 20 अब यसलाई क्यान्सल गरौँ 21 जा 20 20 20 जा 400 भनेपछि हाम्रो आन्सर आयो 20 मिटर। यसैले हामीले यो क्वेशन सल्भ गर्यौं यसको त्यसैले आन्सर हुन्छ अप्सन नम्बर ए 20 मिटर। यसैले हामीले यो क्वेशन सल्भ गर्यौं। आजको भिडियोमा हामीले क्वेशन नम्बर 1 देखि क्वेशन नम्बर 11 सम्म एमसीक्यू को सबै क्वेशनहरु सल्भ गर्यौं। नेक्स्ट भिडियोमा हामी यसको ग्रुप बी को क्वेशनहरु लिएर आउने छौं छिटै नै। यदि आजको भिडियोमा केही कन्फ्युजन अथवा केही डाउट भए कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। Stay tuned to our channel for more upcoming videos. Thank you.